सो गाइज हामी चाहिँ अहिले चाहिँ नारायणघाट चितवनमा छौँ। नारायणघाटको चितवनको नारायणी बिचमा एकदम रमाइलो ठाउँ छ। यहाँ पुरै बोटको व्यवस्था पुरै होइन, पिच व्यवस्था पुरै खानेकुराको लागि सबै पाइदो रहेछ क्या। यहाँ एकदम रमणीय ठाउँ। गर्मीमा झन् एकदम गर्मीमा पनि एकदम रमणीय ठाउँ रहेछ। अहिले चाहिँ हामी नारायणी बिचमा छौँ। बोटहरू पनि चलिरहेको छ। यसरी बोटहरू पनि चढ्न सक्नुहुन्छ। पुरै नेपालको झन्डा पुरै फरफर आएर पुरै एकदम रमणीय ठाउँ छ। तपाईँ पनि यदि नजिकै हुनुहुन्छ भने, चितवन नजिकै बिचको नजिकै हुनुहुन्छ भने यसरी घुम्न सक्नुहुन्छ तपाईँहरू पनि। हामी चाहिँ 2 भाइ छौँ। एकदम रमणीय ठाउँ। हामी पनि भर्खर चढेर आइसक्यो। यो बोट आएर एकदम रमणीय ठाउँ छ। यो ठाउँ छ है। एकदम मेरो पछाडि हेर्नुहोस्, पुरै लाइनको लाइन पुरै छन् बोर्डहरू। पुरै राम्रो छ। यो चाहिँ नारायणघाटको पुल, नारायणी नदीको पुल एकदम रमणीय। पुरै यहाँ क्यामेरा फोटोसोटो पनि खिच्न सक्नुहुन्छ तपाईँहरू। एकदम राम्रो छ, एकदम रमणीय छ, रमणीय ठाउँ।